नमस्कार दर्शकवृन्द, आजको यो भिडियो नेपालको राजनीतिमा ठूलो तरङ्ग ल्याएको एउटा महत्त्वपूर्ण घटनासँग सम्बन्धित छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलमुक्त भएका छन्। तर प्रश्न उठ्छ, उनी किन जेल गएका थिए, कसरी र किन रिहा भए? यसले नेपालको राजनीति र जनविश्वासमा के असर पार्ला? आजको भिडियो अन्त्यसम्म हेर्नुहोस्, किनकि यहाँ हल्ला होइन, तथ्य र विश्लेषण छ। मुख्य समाचार। दर्शकवृन्द, हिजो मात्रै उच्च अदालत बुटवल इजलासको आदेशपछि रवि लामिछाने जेलबाट रिहा भएका छन्। उनलाई धरौटी बुझाउने शर्तमा रिहा गरिएको हो। मुद्दा भने अझै अदालतमा विचाराधीन अवस्थामा छ। यसको अर्थ के हो भने उनी दोषी प्रमाणित भइसकेका छैनन्। यो न्यायिक प्रक्रियाको एक चरण मात्रै हो। किन जेल जानु पर्यो? अब कुरा गरौं रवि लामिछाने किन जेल परे। उनमाथि सहकारी ठगी सम्बन्धी गम्भीर आरोप लागेको थियो। विशेष गरी सहकारीको रकम दुरुपयोग भएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अदालतले प्रारम्भिक अनुसन्धानका लागि थुनामा राख्न आदेश दिएको थियो। यो विषय भावनात्मक मात्र होइन, कानूनी रूपमा पनि निकै संवेदनशील थियो। जेलमुक्त हुनुको अर्थ के हो? धेरै दर्शकको मनमा एउटा भ्रम छ। जेलमुक्त निर्दोष, तर होइन। जेलमुक्त हुनु भनेको मुद्दा लड्न बाहिर बसेर पाउने अधिकार हो। अदालतले अहिले नै जेलमा राख्नुपर्ने अवस्था छैन भनेर दिएको आदेश हो। अर्थात् अन्तिम फैसला आउन बाँकी छ। राजनीतिक प्रभाव। अब कुरा गरौं राजनीतिक असरको। रवि लामिछाने पुराना राजनीतिक दल विरुद्धको भ्रष्टाचार विरोधी आवाजको रूपमा उदाएका नेता हुन्। उनको जेल यात्रा र रिहाईले समर्थकलाई अझ भावनात्मक बनाएको छ, आलोचकलाई प्रश्न उठाउने मौका दिएको छ। अब हेर्न बाँकी छ, रासपा अझ मजबुत बन्छ कि कमजोर, जनविश्वास बढ्छ कि घट्छ। जनताको जिम्मेवारी। दर्शकवृन्द, यो बेला हामीले दुई कुरा बुझ्नै पर्छ। कानून सबैका लागि बराबर हुनुपर्छ। भावनाले होइन, प्रमाणले न्याय हुनुपर्छ। कुनै पनि नेता न पूर्ण देवता हो, न प्रमाण बिनै अपराधी। अदालतले सत्य खोज्नेछ र हामीले संयम र विवेक अपनाउनुपर्छ। अब तपाईको विचार के छ? कमेन्टमा लेख्नुहोस्। रवि लामिछाने निर्दोष छन् जस्तो लाग्छ वा अनुसन्धान अझ कडा हुनुपर्छ? भिडियो मन परेमा लाइक, च्यानल सब्स्क्राइब, बेल आइकन अन गर्नुहोस्। यस्तै तथ्यपरक र निष्पक्ष विश्लेषणका लागि धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।